यो मैले एउटा सानो गमलामा करिब 15 केजी जति माटो अटाउने एउटा गमलामा लगाएको यो टमाटरको बिरुवा जुन विकासे जातको बिरुवा थियो। यो बिरुवा लगाइसकेको लगभग 2 देखि 3 महिनापछि मात्र मैले आज यो बिरुवाबाट एउटा चाहिँ हाँगाबाट 2टा टमाटर बल्ल फलेको के अरे पाकेको चाहिँ म देख्दैछु। आज करिब फलेको दाना लागेको 30 देखि 40 दिन पछि बल्ल यो तपाईँको चाहिँ पाकेर यो रातो देखिरहेको छु। यसमा मैले विषादीहरू केही पनि प्रयोग गरेको छैन। यो बिल्कुल बिना विषादीमा चाहिँ फलिरहेको छ। हामीले यसरी आफ्नै घरमा आफ्नै घरमा गमलामा हामीले युज गर्ने फोहोरहरू अथवा चाहिँ हामीले प्रयोग गरेका चाहिँ खानेकुराहरूबाट बन्ने मललाई चाहिँ युज गरेर फोहोरलाई चाहिँ युज गरेर मैले गमलामा यो लगाएको छु। तपाईँहरूले पनि यदि लगाउन चाहनुहुन्छ अथवा गर्न चाहनुहुन्छ भने आवश्यक पर्यो भने सल्लाह सुझाव लिनुहोला, माग्नुहोला। के कसरी गर्न सकिन्छ म तपाईँहरूलाई सल्लाह सुझावहरू दिन चाहन्छु र तपाईँहरूलाई आवश्यक छ भने केही भन्न चाहनुहुन्छ भने सल्लाह सुझाव दिनुहोला। हस्त, धन्यवाद।